आएदेखि भनेको हजुरहरू आएदेखि यिनीहरू चाहिँ पहिलेदेखि नै तयारी थियो तयारीमा बिस्तारै यो सुरु गर्नुभन्दा पहिले बनाएको यो ए हजुर हजुर हामीले यस्तो भयो कि आएपछि गाउँ आएपछि पाहुना बेसी लाग्ने भयो त्यहाँको पाहुना फेरि खोज्ने अनि सहर भानुमा हुँदाखेरि धेरै माथि महर बस्ती थियो नि महर बस्तीलाई हाम्रै पाहुना व्यवस्थापन गर्नको लागि चाहिँ होमस्टे दर्ता गरेर होइन त्यहाँबाट पनि राम्ररी सोच हुन्छ हामीले पनि पाहुना व्यवस्थापन गर्न सक्नुहुन्छ भन्ने हिसाबले गरेको अब पहिले त खाना खोलेर गएँ भन्छन् पाहुना आएपछि त्यहाँदेखि मेलामा जानु छ भन्छन् त्यहाँदेखि बजार जानु छ भन्छन् र चाहिँ यसो उसो गरेँ पाहुना भएर राखेर गऱ्यो होइन अनि बल्ल बल्ल अलिक गाली गरेर दर्ता गर्न मिल्छ भने मैले गर्न लगाएको अब यति टाढो टिस्टामा मान्छे आएको विभिन्न दृश्यहरू हेरेर आनन्दित लिन सक्नुहुनेछ। विभिन्न प्रजातिका मेवाहरू छन् यहाँ। यो धुपी फरक किसिमको धुपी रहेको छ अनि यो ग्रिन हिमालय फार्म स्टे भानु नगरपालिका वडा नम्बर 9 चिती खोला भन्ने ठाउँमा रहेको यो तनहुँ जिल्लामा पर्दछ। यो फरक किसिमको बाँस फुल यता पारिपट्टिका भ्यूहरू अत्यन्तै राम्रा देख्न सक्नुहुन्छ। अलि तवालेको कारणले गर्दाखेरि त्यति स्पष्ट नदेखिएको हो। यो एउटा नासपातीको बोट रहेको छ हेर्न सक्नुहुन्छ तपाईहरूले। यहाँ मास्तिर विभिन्न पहाडमा पाइने प्रजातिका बोटहरू रहेका छन्। यहाँ देख्न सक्नुहुन्छ तपाईहरूले। यहाँ आफ्नै लगानी आफ्नै कमाइमा उत्पादन गर्ने र विभिन्न पर्यटकहरूलाई कृषिमा जोडेर कृषिलाई पर्यटनमा जोडेर उत्पादन गरिएका यी वस्तुहरू हुन्। आफ्नै हातले आफ्नै घर आँगनमा यहाँ आरुको बोट फुलेको देख्न सक्नुहुनेछ। यहाँ यी अमिलोका प्रजातिहरू यहाँ आलुको बारी यहाँ पर देखाउन चाहन्छु। यो हाम्रो काठको रोटेपिङ पहाडमा बनेका घरहरू लालुपाते यहाँ घरको छाना पनि ढुङ्गाद्वारा छाइएका बडो रमाइला आकर्षक खालका घरका छाना रहेका छन्। माथिका यी पहाडमा बनेका घरहरू जङ्गलहरू यहाँ शान्त सौम्य र मनोरम वातावरणद्वारा सुसज्जित ठाउँ रहेको छ। मनलाई शान्त बनाउने र यहाँ यी प्लान्टहरू होलान् सायद केही न केही प्लान्टहरू राखिएका छन्। यहाँनिर ढुकुटीहरू पनि भन्ने गरेका छन् के छ। यो अम्बकका बोट हेर्न सक्नुहुन्छ। यो बिरुवाको नाम तपाईहरुलाई पक्कै थाहा छैन होला। एभोकाडो भन्ने बिरुवाको नाम हो। यो अलि सानै रहेको छ। यो सुत्ने भवन हो।